मेरो सोल्टिनीको ड्युटी गर्ने रुम। तिमीलाई मन पर्यो? तिमीलाई मन पर्यो? सुँगुर बेचेको पैसा देऊ न। यो चरा कराएपछि गर्मी पर्छ अरे क्या। वेलकम छ आजको भिडियोमा तपाईँलाई मेरो सुजन ब्लग एम्पेयरमा तपाईँलाई स्वागत छ। आज चाहिँ म भिडियो लङ बनाउनेवाला छु है, धेरै लङ त होइन, हाफ महिना। आज चाहिँ म छुट्टी लिएर बसेको छु है। छुट्टी लिएर यसो घरमा सोल्टी नानीलाई जिस्काउँदै बस्छु म बेला बेलामा। कति राम्रो देखेँ सोल्टिनीलाई। किन राम्रो देखेन नि? फेरि मलाई अरू राम्रो देखिन्छ नि त। के सब्जी पकायो? मासु जस्तो गना त मकमक। मेरो सोल्टिनीको ड्युटी गर्ने अरे खै तिमीलाई मन पर्यो? तिमीलाई मन पर्यो? यो सोल्टिनीको करिसो बारी देख्दाखेरि पनि म अल्छी लाग्न थालिसक्यो हेर। करिसो बारी टमाटर हेर के के हेरेको सोक्पा जस्तै हो। छानबिन गर्दै डल्लिनु थालेछ त यिनीहरू त। तर लु आलु उसैले खाएर उसैको औषधि पनि हाल्दैन अहिले भरे रुनुको लागि। भाइको नाम के हो लु भन्नु? कहिले हो? पैसा देऊ न। पैसा देऊ न। पैसा सुँगुर बेचेको पैसा देऊ न। कस्तो झाडा आइमे रहेछ। यस्तो छाडा आइमे कसले छाडा बोल्नु सिकायो यो आइमेलाई? भिडियो बनाऊ भनेर भिडियो गरेको कस्तो ठाउँ देखा भाइ किन रौसेको? यो चरा कराएपछि गर्मी पर्छ अरे क्या। खै कहाँ देखिँदैन त? कहाँ छ? ऊ माथि छ। गर्मी पर्छ अरे हो। ऊ माथि छ। तर चिसो चिसो छ। तिमी पनि मेरो लागि न्याउलिने है। यस्तो सिधा मान्छे त्यस्तो गर्नुहुन्छ? कस्तो खालको मान्छे रहेछ यो मान्छे। किन आजले बिग्रेको यसरी? पुरा बिग्रिनु थाल्यो। सिधा मान्छे राम्रो हुन्छ भनेको त बाङ्गा मात्रै बोल्नु थाल्छ आजकल त। अन्त यो मान्छे त भएर लाग्छ सिधा छला लाग्छ। हेर्नु त सिधै छु त नि के यस्तो छु। भरे भिडियो हेरेपछि थाहा हुन्छ के। मान्छे सिधा म त बाङ्गा मात्रै बोल्छ हौ। मेरो सोल्टिनी त आज त खतम मात्रै बोल्छ त। आज शनिबारको दिन छुट्टी लिएर बसेको म चाहिँ। हेर्नु त धन्दा गोडा हुँदैछ यस्तो छ। धन्याको हालत झारले खाएर हेर सबै। जाऊ
ए है मिठो तिम्रो मुस्कानैमा मन मेरो उड्यो नि कहाँ कहाँ ए आई आजभोलि फटाफटा मात्रै बोल्नु थालेको छ हौ सोल्टिनलाई कसले सिकाउनु थाल्यो पनि खै मामु मामु खै भैँसी निकालेको छैन त के गर्नु अरे के गर्नु अरे हारिस लाग्यो फेरि यस्तो टाले जस्तो यहाँ यो सुरु गर्नु के हुन्छ त्यो कस्तो मजा लाग्यो कोदोको रोटी रोटी बोल्नु फटाफटै पछाडि मेरो सोल्टिन दाजुले के फटाफटा भएको छ अचार सोबेर खाने मैले हिजो बेलुकाको अचार नखाऊँ अघि बिहानको सब्जी होइन यो हिजो बेलुका कोदोको रोटी गाउँघरको रोटी जस्तो हुन्छ मिठो हो मिठो हुँदैन मैले बनाएको मैले बनाएको आज छुट्टोको दिन चाहिँ घरमा बुढाबुढी मात्रै मजाले बसेर गाउँको कोदोको रोटी खाएको क्या त्यसो त सोल्टिन दा मेरो सोल्टिन रानी मनपर्छ मेरो सोल्टिनी कस्तो लाग्छ हो अझै खाउँ जस्तो मलाई त फेरि कसले बोल्ने तपाईँले पोलेको भनेको तपाईँ पोल्नु अन्तिममा आएर एउटा पोलेर पोल्नु बोल न होस् खानै म पोल्दिनँ पनि खाँदिनँ त्यही भन्नुहुन्छ दामी कस्तो भयो दामी सुपर कसले पोलेको बर्थडे आउँदैछ 2 केजी मासु अरे हामीलाई लगाइदिने 2 केजी मासु काट्नु आँटेको सुँगुर काट्ने अरे 2 केजी मासु अरे हामीलाई अनि हामी नखाने मान्छेले किन 2 केजी भनेको 2 केजी नि भनेर भन्छ अङ्कलले खाइसक्नु सक्छौ 2 केजी मासु ज्यान हेर्नु 10 मिनटमा खाइन्छ नि मासु होइन नखाँदा कुरै छैन सकिन्छ किन सकिँदैन र मासु खानु त घरमै काट्ने भने त अस्ति त किनेको होइन होला हाम्रो भिडियो चाहिँ बुढाबुढी बसेर उमेरको होइन ठ्याक्कै बुढो के 40-45 जस्तै 50 वर्ष पुगेको बुढाबुढी गफ मिल्छ क्या यो बालेलाई काटेर खानुपर्छ अब गफ मिल्छ क्या हाम्रो चाहिँ बुढाबुढी एकदम गफ मिल्छ मेरो सोल्टिनी सुगानी छ नि त सुगानी गाई जस्तै सुगानी छ नि भन्दाखेरि चाहिँ अरू चाहिँ नसम्झिनु होइन तर जे सुगानी छ काममा
मनमा होइन सुगा भनेको निकाइले मान्ने कसरी ब्याकेको हुन्छ त्यस्तै त्यो ब्यागको कुरा छोडिदिउँ त्यो ब्यागीको कुरा छोडिदिउँ होइन तर पनि मलाई मेरो सोल्टिन चाहिँ यस्तो नम्बर 1 लाग्छ नि है मरिला जाइ त्यसो भन्दाखेरि के भएको मेरो सोल्टिन अलिक बढे उत्ताउलो भएको छ क्या अलिक बढी उत्ताउलो नै भएको छ उत्ताउलो भएको छ के भयो बुढी के भयो बुढीमा मुसाको त सबै पोका पोकी मात्रै छ कोठामा बसेको मान्छेको के हुन्छ सबै पोकाहरू तर सब चिज के छ भने शुभ कलर भनेको रातो हो मेरो सब पोका पोकी डल्ला डल्ली सबै रातो सबै रातो रहेछ लु मैले अहिले मात्रै देखेँ लु पोका पोकी त सब वरिपरि रातै मात्र छ तर किन लाग्छ पैसा चाहिँ बज्दैन मेरो हातमा रहनु पनि सबै रातै मात्रै रहेछ रातै कलर लाएर हिँड्नु न पैसा रातो कलर किन लुगाहरू सेतो मात्रै छ कालो र सेतो मात्रै लुगाहरू मेरो तरुणीले पनि लुगा त रातै लगाएर छ र नि त शुभ कलरै हुन्छ भनेर तिम्रो भाले नहेर न तिम्रो भाले कुन दिन काटेर खानुपर्छ थाहा छ हो नि काट्ने त यहाँनिर पनि पैसा हाम्रो सोल्टिनीको भिडियो को बेला मनपर्छ कमेन्ट चाहिँ लेख्नु नभुल्नु होला लाउनै भनेको यो भाइले भ्याएको छ सिमल सिमले होइन सिमल हो क्या है चारो उयो उनी किनेर ल्याएको हुन चारो पहिला त्यो हामी 150 रुपियाँमा लेख्न जाँदाखेरि चारोहरू सुतुर काट्दाखेरि त्यो उडेको हुन्थ्यो कस्तो दाना मिठो हुन्थ्यो टिप्दै फुरुरुरु उठ्छन् त्यो बिचमा चाहिँ दाना हुन्छ नि कालो हामी त खोलातिर उडेर जान्थ्यो कत्ले माछा र कत्रो हुन्थ्यो कि याद आउँछ कि मलाई यो देख्दाखेरि खान्छ त्यो कत्लेले कत्लेले आमै कस्तो मजाले खान्थ्यो दाना पुरो उफ्रिँदै खान्थ्यो क्या उडेको भुवाहरू नि सिमले कस्तो सिमले भन्छु नि अहिलेसम्म त्यो उहाँको निन्द्रा पुग्यो निन्द्रा त लाग्दैन किन नसुनेको यो कति साग पुग्छ र त्यो पुग्छ नि मिसाउँदा मात्रै मिसाएको चाहिँ 2-3 साग पुग्छ त यो मिसाउँदाखेरि चिप्लो हुन्छ क्या यो चिप्लो हुन्छ घरि राम्रो हुन्छ तर यसरी सुँगुरलाई किन्दै खुवाउनु थाल्यो भने त कङ्गालपति हुन्छ त यार यो त ल झर्दैन होला दिउँसो झर्छ नि दिउँसो बिहान बेलुका दिउँसो त झन् झर्छ त राति हावाले पनि दिउँसो चाहिँ चराहरूले धेरै झारेको हुन्छ नि ठुलो रुख रहेछ ठुलो रुख रहेछ त्यहाँ पोथीले त्यहाँ बालेको पसरीको पुन्ता खाइदिएछ यो सोल्टिनीको ड्युटी गर्ने चाहिँ यस्तो छ है ड्युटी पारा भिन्दैछ नि पारा भिन्दैछ यो सुँगुर सस्तो मस्तोमा बेच्यौँ भनेको खै दाम कम पनि लाग्दैन सानीले यतिमा दिउँ भन्दा पनि मान्दैन पनि कति लाउँदा ठिक हुन्छ त हौ यसलाई